बेला बेलामा विभिन्न राजनीतिक पार्टीले नेपालमा उठाउँदै गरेको विषय हाम्रो देश सिक्किमीकरणमा जाँदैछ। ल्यान्डुप दोर्जेको नेपालमा जन्म हुँदैछ। ल्यान्डुप दोर्जेले बरु सिक्किमलाई भारतमा गाप्दा यसरी सदनबाट खुलेर बोलेको रेकर्ड छैन, जसरी हाम्रो देशका प्रधानमन्त्री अहिलेका बालेन्द्र शाहले हाम्रो देश नेपालले छिमेकी मुलुक भारतको सीमा मिचेको छ भनेर सदनमा उभिएर बोले। लाज पनि लचाउने गरी जसरी सरकार फालेर देशको राष्ट्रभक्त देशलाई सार्वभौमसत्ता सम्पन्न मुलुक हो, हाम्रो देशको सिमाना यहाँसम्म हो, हाम्रो देशको सिमानाको लागि हामी अन्तर्राष्ट्रिय अदालतसम्म लड्नेछौँ भनेर अहोरात्र लाग्ने केपी शर्मा ओलीको सरकार नेतृत्वको सरकार फालेर आएको बालेन सरकार यो बोल्नभन्दा पहिला किन बोलेन भनेर धेरै विषय उठेका थिए। बोल्नभन्दा पहिला यही कुरा सोच्दै थिए कि हाम्रो देशले कति ठाउँमा भारतको सिमाना मिचेको छ, त्यो मिचेको सिमाना नापजोख गरेर मात्र बोल्छु भन्ने उहाँको आकलन रहेको जस्तो देखिन्छ। दर्शकबिन, यो कुराले हाम्रो देश सार्वभौम सत्ता सम्पन्न मुलुक हो, आफ्नो देशको मुलुकको हितको निम्ति बोल्ने कि अर्को देशको भूमिको निम्ति बोल्ने, अर्को देशको पार्लियामेन्टमा उठेका इस्यु बोल्ने भन्ने विषयलाई कन्फ्युजिङ गरेको छ। यहाँहरूलाई कस्तो लाग्छ यो अगाडि हेर्नुहोस्। मान्य हर्क साम्पाङले यो विषयमा राखेको आफ्नो धारणा यहाँहरूलाई कस्तो लाग्यो यो पनि कुरा अगाडि बुझ्नुहोस्। लिपुलेक लिम्पियाधुराको बारेमा उहाँले सोध्नुभयो, अघि पनि भनिसके यो चाहिँ डिप्लोमेटिक रूपमा टेबल टक। तपाईँहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ भारतले नेपालको जग्गा मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ। अनि यो कुरा चाहिँ अस्ति भर्खरै थाहा पायो। त्यही भएर दुईटै देशले अध्ययन गरेर हामीले मिचेको छौँ, उहाँहरूले मिच्नु भएको छ, के छ त्यसलाई चाहिँ बसेर एउटा साथीको रूपमा समाधान गर्ने चाहिँ हामीले सोच राखेका छौँ। धन्यवाद। मित्रहरू, आज अचम्मै लाग्यो भारतले नेपालको भूभाग मिचेको अवस्था हो। लिपुलेक लिम्पियाधुरा कालापानीमा हाम्रो भूभागमा बाटो बनाएको अवस्था छ। त्यसले गर्दाखेरि त्यो सम्बन्धी निकै प्रश्नहरू मैले सोधेको थिएँ। त्यसको जवाफ दिनको लागि प्रधानमन्त्री आज तालिकामा थिएन, सदनको बैठक हुन्छ भन्ने तालिकामा थिएन। बिना तालिका होइन तपाईँको चाहिँ सदनको बैठक बोलाएछन्। म चाहिँ त्यहाँ तपाईँको थिइनँ होइन, पूर्वतिर आएको छु। त्यो मौका छोपेर भनौँ न अब के भनेछ भन्दाखेरि प्रधानमन्त्रीले भारतले हाम्रो भूभाग मिचेको होइन, नेपालले चाहिँ भारतको भूभाग मिचेको रहेछ भनेछ। कति हाँस भुटियारा प्रधानमन्त्री, साह्रै डरपोक रहेछ साथी गाँठे के खालको। र यो कहाँनिर मिचेको कति मिचेको रहेछ त्यो पुष्टि गर्नका लागि होइन प्रधानमन्त्रीलाई हामी सोध्छौँ। प्रधानमन्त्रीले नेपालले भारतको भूभाग मिचेको रहेछ मैले पत्ता लगाएँ, मैले धेरै थाहा पाएँ भनेर संसदमा कहिले नबोलेको, म नभएको मौका छोपेर बोले जस्तो पनि लाग्छ। त्यो लाग्न चाहिँ हुन त त्यस्तो त नहोला, तैपनि झन्डै देखिन्छ चाहिँ त्यो। प्रधानमन्त्रीले जवाफ दिनुपर्छ कहाँनिर चाहिँ मिच्याएर छ नेपालले जग्गा इन्डियाको। यो चाहिँ तुरुन्त प्रधानमन्त्रीले पुष्टि गरेर दिनुपर्छ। र त्यस्तो यदि भएको रहेछ भने, हाम्रो मिचिएको रहेछ भने भारतले फिर्ता गर्नुपर्ने हुन्छ। र हामीले कहाँ मिच्याएर छौँ त होइन, लुते नेपाल सरकारले कहाँ मिच्याएर छ त इन्डियाको जग्गा। सेनालाई चाहिँ के अरे तपाईँको मन्त्रीको ढोका खोल्न लगाएको छ, सिमानामा कहिले पठाएको छैन। त्यो अवस्थामा हामीले चाहिँ भारतको जग्गा मिचेछौँ। लाटा प्रधानमन्त्री।